हाई एभ्रिवान, नमस्ते। यमी फुरलमा हजुरहरूलाई धेरै धेरै स्वागत छ। धेरै हाम्रो प्यारो भ्युअर्सहरुको रिक्वेस्टमा आज मैले यो ल्याम्बको एकदमै टक्क पिरो मिठो भुटुवाको पनि रेसिपी लिएर आएकी छु। आशा छ हजुरहरूले पक्कै पनि मन पराइदिनु हुनेछ। र यो बनाउन जति सजिलो छ, मिठोको कुरै नगरौँ। भुटुवा भनेपछि जो कोहीलाई पनि मन पर्छ नै, जुनसुकै मासुको होस्। ल बनाउन सुरु गरौँ है त। यसलाई चाहिने सामग्रीहरुबाट सुरुमा मैले लिएकी छु ल्याम्बको यो जुन मासु छ, यसलाई मैले राम्रोसँग धोएर राम्रोसँग काटेर हेर्नुस् त यस्तो सानो पिसेसमा काटेर लिएकी छु। मिठो स्वादको लागि मसलाहरुमा मैले लिएकी छु, यहाँ छ हामीसँग ल्वाङ, त्यसैगरी ठुलो सुकमेल, सानो सुकमेल छ। र त्यसैगरी मैले लिएकी छु यसमा चाहिँ जिरा, यो चाहिँ मरिच हो। यो राख्दा एकदमै मिठो हुने भएर मैले चाहिँ राख्ने गर्छु। त्यसैगरी रातो खुर्सानीको धुलो, स्वाद अनुसार नुन, लसुन र अदुवाको पेस्ट, थोरै बेसार, मिट मसला, यो चाहिँ अप्सनल हो, र गरम मसला पनि लिएकी छु। र थोरै पिरो खानको लागि चाहिँ हरियो खुर्सानी, यो कम्प्लिटली अप्सनल हो, नराख्नु भए नि हुन्छ। र यहाँ चाहिँ हामीसँग छ तोरीको तेल। तोरीको तेल युज गर्दा चाहिँ भुटुवा एकदमै मिठो हुन्छ, त्यही भएर मैले पनि तोरीको तेल नै लिएकी छु। अब हिटन गरेर हजुरहरूले प्यान बसाल्नु होला। जब प्यान तात्न सुरु हुन्छ हजुरहरूले तोरीको तेललाई राख्न सक्नुहुन्छ। हाम्रो तेल तात्न सुरु भइसकेको छ। यसमा म फ्राउँदै छु जिरा र मरिच। त्यसैगरी ल्वाङ सुकमेललाई पनि फ्राउन सक्नुहुन्छ भने थोरै यसलाई चलाइदिनु होला। यो सबै मसला फ्राउँदा चाहिँ हजुरहरूले थोरै थिचेर पनि फ्राउन सक्नुहुन्छ, ताकि यो मसला फ्राउँदा चाहिँ उछिटेर बाहिर नआओस् भनेर। राम्रोसँग फ्राई भइसकेको छ। यसमा मैले बेसार पनि राखिसकेकी छु भने बेसार सँगसँगै अब हजुरहरूले मासुलाई पनि राख्न सक्नुहुन्छ। मासु राखिसकेपछि हजुरहरूले नचलाइदिनु होला, यो माथिबाट मिलाएर चारैतिर फैलाउनु मात्रै होला। यतिको फैलाइसकेपछि हामी केही समय चाहिँ यतिकै पकाउन छोड्छौँ। यसलाई हजुरहरूले छोपेर पनि नपकाउनु होला, यतिकै छोडिदिनु होला केही समयको लागि। जब यो तलपट्टिको भागमा अलिकति पाक्न सुरु भएपछि यो तेलहरू माथि उछिटेर आउँछ, त्यो टाइममा बल्ल हजुरहरूले यसलाई ओल्टाइ पल्टाइ गरेर मजाले चलाउन सक्नुहुन्छ। जसरी मैले हजुरहरूलाई भिडियोमा देखाएकी छु। हेर्नुहोस् त कति मासुहरू मजाले तलपट्टिको भागमा गोल्डन ब्राउन भइसकेको छ। यो टाइममा चाहिँ हजुरहरूले अब मजाले चलाउन सक्नुहुन्छ। अब यसरी नै चलाउँदै यसलाई छोड्दै पकाउँदै फेरि चलाउँदै छोड्दै पकाउँदै नै हामीले यसलाई भुटुवा बनाउनु पर्ने हुन्छ। हेर्नुहोस् त यसरी मजाले फिजाउँदा फेरि चलाइदिनु होला। जति पनि मासुमा भएको पानी छ त्यो राम्रोसँग नसुकिन्जेलसम्म हामी यसलाई यसरी नै पकाउँछौँ। जब यो पकाउँदा पकाउँदै फिजहरू आउन छोड्छ, हेर्नुहोस् त यस्तो कन्डिसनमा चाहिँ हजुरहरूले लसुन र अदुवाको पेस्ट राख्न सक्नुहुन्छ भने सबै मसलाहरू राख्दै जानु भए हुन्छ। मैले राखेँ स्वाद अनुसार नुन, त्यसैगरी मिट मसला, त्यसैगरी हामीसँग छ यहाँ गरम मसला र रातो खुर्सानीको धुलो राखेर राम्रोसँग यसलाई मिक्स गर्दै हजुरहरूले पकाउन सक्नुहुन्छ। भुटुवा बनाउँदा चाहिँ प्रायः जस्तो हिट हाई नै हुनुपर्ने भएर मैले पनि एकदम हाई हिटमै यसलाई फ्राई गर्दै नै छु। यो जति पनि तेल छ यो राम्रोसँग नसुकिन्जेलसम्म, यो जुन मासु चाहिँ कालो कालो नभएसम्म हामी यसलाई यसरी नै फ्राई गर्दै पकाउँछौँ। हजुरहरूले देख्न सक्नुहुन्छ हामीले मसला राखेर यो भुटुवा बनाउँदाखेरि चाहिँ यसको जुन कलर छ मासुको यो चेन्ज हुँदै आइसकेको छ। हजुरहरूले देख्न सक्नुहुन्छ भिडियोमा पनि। यसरी नै यसलाई चलाउँदै केही बेर अझै हामीले फ्राई गर्नुपर्ने हुन्छ। भुटुवा बन्न सुरु भएपछि चाहिँ हजुरहरूले चलाउन चाहिँ छोड्नुहुन्न। मैले भिडियोमा देखाए जसरी हजुरहरूले उल्टाइ पल्टाइ यसलाई चलाइरहनु पर्ने हुन्छ, नत्र डढ्न नि सक्छ। तर हामीले कालो कालो चाहिँ बनाउनु पर्ने हुन्छ, तर डढाउने चाहिँ होइन है। हेर्नुहोस् त मैले कति मजाले यसलाई चलाउँदै नै फ्राई गर्दैछु।
यो हामीले फ्राई गर्दा गर्दा नै आहाहा यति मिठो बास्ना आइसकेको छ। हाम्रो भुटुवा बनिसकेको छ। हेर्नुहोस् त तेल मजाले माथि माथि आइसकेको छ। यतिका मजाले फ्राई गरिसकेपछि लास्टमा जुन यो तेल निस्किन्छ यो भन्नु नै भुटुवा रेडी हुनु हो। यो टाइममा चाहिँ अझै पिरो खानुहुन्छ भने मैले अघि पनि भने अप्सनल हो यो हरियो खुर्सानी मैले चाहिँ राखेकी छु यसरी बीचमा चिरा पारेर। अब एकछिन म यसलाई फेरि चलाउँदैछु खुर्सानी राखेर पनि। वाउ एकदम मिठो बास्ना आइसकेको छ। हेर्नुहोस् त मजाले हाम्रो भुटुवाको कलर देख्नुभयो नि कति मजाको कलर आइसकेको छ। म यसलाई एकछिन टस पनि गरेर हजुरहरूलाई देखाउँदैछु। वाउ मैले हिट पनि अफ गरेँ। अब म यसलाई तातो हजुरहरूलाई सर्भ गरेर देखाउने छु। यो जति चिसो भयो यो मासको कलर झन् चेन्ज हुन्छ त्यो त हजुरहरूलाई पक्कै पनि थाहा भएकै कुरा हो। मैले चाहिँ भुटुवालाई यसरी सर्भ गरेकी छु। ल हेर्नुहोस् हाम्रो ट्वाक्क पिरो मिठो भुटुवा बनेर रेडी भइसकेको छ। अब म हजुरहरूलाई नजिकबाट पनि देखाउँदैछु। ल हेर्नुहोस् कति मजाको मसला लागेको छ भने कति मजाले यो फ्राई भएको छ। आहा अति मिठो छ। म अर्को एक पिस पनि खाँदैछु। हेर्नुहोस् त यो पनि उत्तिकै मजाले फ्राई भएको छ भने त्यत्तिकै मजाले यो मसला पनि लागेको छ। अब यो भुटुवा चाहिँ हजुरहरूले कुनै पनि खानेकुरासँग पनि सर्भ गर्न सक्नुहुन्छ। यो एकदमै मिठो छ। हजुरहरूले देख्नुभयो होला मैले खाइ पनि सकेँ। अति नै मिठो लाग्यो मलाई चाहिँ। हजुरहरूले पनि ठ्याक्कै यसरी नै घरमा भुटुवा बनाएर साथीभाइ र फ्यामिलीसँग इन्जोय गर्नुहोला। हजुरहरूलाई हाम्रो भिडियो कस्तो लाग्यो? हाम्रो यो सानो प्रयासलाई लाइक सेयर र सब्सक्राइब गरेर सपोर्ट गरिदिनु होला। यस्तै मिठो मिठो रेसिपी लिएर आउने नै छु। तबसम्मको लागि ह्याप्पी कुकिङ।